सर्वप्रथम सबैलाई मेरो नमस्कार भन्न चाहन्छु म पहिला, किनभने चाहिँ आज हामीले सानो इन्टरभ्यू लगौँ कि भनेर चाहिँ म चाहिँ साथमा मेरो विवेक साई र साथमा विलास साई हुनुहुन्छ। किनभने चाहिँ हामी चाहिँ सुर्खेत जिल्ला वीरेन्द्रनगर यो चाहिँ यो मङ्गलगढी के अरे मुलपानी चोकको तलनिर कटेजमा चाहिँ हामी इन्टरभ्यू आइरहेको छौँ। घुम्न आउँदाखेरि हामीले चाहिँ अब दृश्यहरू देख्यौँ र चाहिँ दृश्य देख्दाखेरि हामीले चाहिँ इन्टरभ्यू लगाउनु खोजेको। किनभने यहाँको अलिकति यहाँको कस्तो भनेपछि यहाँको चियाहरू, ब्ल्याक टी चियाहरू, मिल्क टी चियाहरू, यस्तो ब्रान्ड अनि नास्ताहरू ब्रान्ड वेटरहरू पनि एकदम राम्रो हुनुहुन्छ। अनि उतातिर माथितिर पनि भ्युटार पुरै बनाउनु भएको रहेछ, त्यो पुरै अनि उतातिर बच्चाहरूलाई खेल्ने ऊ पनि रहेछ। यताहरू होमस्टेहरू नास्ता खाने होमस्टेहरू पनि बनाउनु भएको रहेछ। अनि यस्तै हामी होमस्टे पनि हाम्रो यो सिलिपानथडी कालीकोट हाम्रो सिलिपानथडीमा पनि हामीले होमस्टे चलाउँछौँ भन्ने चाहिँ हामीले चाहना गरेका छौँ। धारा टुरिस्टहरूको लागि चाहिँ हामीले होमस्टे चलाउँछौँ भन्ने चाहिँ योभन्दा राम्रो बनाउँछौँ र योभन्दा राम्रो पनि गर्न सक्छौँ भन्ने चाहिँ हामीले इच्छा राख्यौँ। अनि यहाँ मबाट केही नसुने पनि विवेक सरबाट केही सुन्न सक्नुहुन्छ कि तपाईँहरू केही कुराहरू विवेक सरबाट नै? नमस्कार, सर्वप्रथम मेरो नाम चाहिँ विवेक साई। म चाहिँ आज सुर्खेत जिल्लाभित्र रहेको त्यहाँको थारू होमस्टेमा आइरहेको छु र के गर्नु भनेपछि यहाँको दृश्यहरू हेर्न र म चाहिँ सानो इन्टरभ्यू लगाउँ कि अनि यहाँको बारेमा र यहाँको केही नलेजहरू बुझेर चाहिँ हाम्रै ठाउँमा कालीकोट जिल्लामा पान्तडी भन्ने ठाउँमा यस्तै केही गराम कि होमस्टे भन्ने अलिकति सोच राखेर चाहिँ हामी यहाँको दृश्य हेरेर त्यहाँ पनि केही बनाऊँ भन्ने सोच ल्याएर आएको छु। हजुरहरूले चाहिँ हामीले गरौँ कि नगरौँ, कस्तो होला त त्यो ठाउँमा गर्दाखेरि भन्ने चाहिँ त्यहाँ प्रतिक्रिया दिनु होला। र मेरो साथमा हुनुहुन्छ विलास साई, राजेश साई। म केही कुरा भन्न चाहन्थेँ, मेरो भन्ने कुरा चाहिँ अलिकति राजेश सरले भनिसक्नुभएको छ। कस्तो भने चाहिँ हाम्रो प्राणीमा चाहिँ कालीकोटमा पनि अब दुर्गम ठाउँ भए पनि त्यो पान्तडी भन्ने ठाउँमा चाहिँ कस्तो हुन्छ कि यो सिरी पान्तडी माथि रारा जाने ठाउँमा पान्तडीमा सिरी पान्तडी बाटो काट्यो भने चाहिँ कस्तो हुन्छ, त्यो ठाउँमा होमस्टे बन्यो भने चाहिँ पढालीका माछा, किला नदीका माछा एकदम, अनि त्यहाँ अर्ग्यानिक चिजहरू पाउँछ धेरै, त्यो ठाउँको बाटो मात्र बन्यो भने।